हाई गाइज म चाहिँ आज जाँदैछु वान अफ द बिगेस्ट रेस हेर्नको लागि जुन चाहिँ रेस हाम्रो बाथसमा हुन्छ। बाथसको दुईटा मध्येको एउटा बिगेस्ट रेस जुन चाहिँ बाथस रेपको थाउजन्ड्स मोटर भन्छ, जहाँ चाहिँ विभिन्न स्टेटबाट एनएसडब्ल्यू, भिक्टोरिया, क्विन्सल्यान्ड सबै स्टेटबाट मान्छेहरू आउँछ र वान अफ द बिगेस्ट रेस हो। यो अस्ट्रेलियाकै बिगेस्ट रेस हो। यो गेटबाट चाहिँ हाम्रो माउन्ट प्यानरमा सर्किटको एरिया सुरु हुन्छ र यहाँबाट इन्ट्री हुन्छौँ हामी रेस हेर्नको लागि। रेस हेर्न त जाने पनि हो, वान अफ द फर्स्ट च्यालेन्ज भनेकै गाडी पार्किङ खोज्नलाई हुन्छ। यो एरिया शान्त हुन्छ नर्मली अरू बेला। ठ्याक्कै अहिले रेसको बेला चाहिँ के हुन्छ भने पार्किङको लागि नै यति ठुलो यार्ड प्याक हुन्छ कि गाडीको पार्किङ गर्दा। च्यालेन्ज भनेकै पार्किङ खोज्नु। पार्किङ खोज्नु साथसाथै पार्किङ गऱ्यो, पार्किङ गरेपछि तपाईँको गाडी कहाँ राख्नु भएको छ त्यो नोटिस गर्नलाई पनि एउटा च्यालेन्ज नै हुन्छ यो रेसमा, किनकि इट्स नट अ स्मल रेस, यो ठुलो रेस हो। अब चाहिँ हामी रेस हेर्नको लागि लेट्स गो। यो गेटबाट चाहिँ हामी छिर्यौँ, यो मेन गेट। यहाँबाट भित्र छिरेपछि रेसमा चाहिँ विभिन्न सेफ्टी साथ यहाँ छ एम्बुलेन्स, फायर रेस्क्यु टिम, एभ्रिथिङ। यहाँबाट छिरेपछि यो चाहिँ डिफ्रेन्ट स्टल, रेससँग इन्भल्भ भएका स्पोन्सरहरूको स्टल सबतिर। फाइनली एउटा कुनामा बसेर हामी रेस हेर्न लागिरहेछौँ। रेसको लागि डिफ्रेन्ट कारहरू, वाउ क्या बवाल कारहरू। फर्स्ट टाइम टोयोटा सब डिफ्रेन्ट कारहरू छ। क्या बवाल, कति स्पिडमा कुदाइरहेको छ यार यिनीहरूले। लास्ट टाइम हेर्दाखेरि म्याक्स स्पिड भनेको 250सम्म पुऱ्याएको देखाएको थिएँ मैले बोर्डमा। त्योभन्दा म्याक्स पनि पुऱ्याएको होला सायद उनीहरूले, त्योभन्दा बढी घटी। यही बेला माथि एयर सो पनि चलिरहेछ। वाउ, तल रेस, माथि एयर सो। छवटा प्लेनहरूले एयर सो देखाइरहेको छ माथि। क्या प्रिसाइजली प्लेन उडाएको यार। तल त्यही गाडी हामीले गाडी कुदाउँछु भन्दा त सकिन्न, उनीहरूले प्लेन उडाइरहेछ माथि। त्यस्तो बवाल पाराले कसरी उडाउँछ न उनीहरूले। बवाल। उनीहरूले यति प्रिसाइजली चाहिँ कसरी आकाशमा नि प्लेन उडाउन सक्छ भन्ने सोध्छु क्या म घरिघरि। यति बवाल कुदाउँछ नि। हामी रोडमै यही गाडी कुदाउँदाखेरि चाहिँ त्यति प्रिसाइज हुँदैन होला लाइनमा रेस गऱ्यो भने, तर द्याट डिपेन्ड्स अन देयर स्किल। वाउ, बवाल। त्यो ग्यापहरू कसरी मेन्टेन गर्न सक्छ उनीहरूले। उनीहरू त कहिलेदेखिको प्र्याक्टिस हो, उनीहरूको स्किल हो। बवाल। रेस हेरेपछि एकछिन बोर लागेर यसो स्टलहरू हेर्दै डुल्दै हिँड्दैछु म। यो चाहिँ ठ्याक्कै यो माथिको रेस सर्किटको माथिको ब्रिज हो, ट्रस ब्रिज। ठ्याक्कै यहाँ पुग्दाखेरि चाहिँ तलबाट रेसको एउटा कार सुइँ जाँदाखेरि यति भाइब्रेट भएको थियो कि बा, यस्तो मजा आएको थियो त्यहाँनिर। ठ्याक्कै इमेजिन गरेँ कि त्यही स्पिडमा 60मा कुदाइन्छ। अहिले रेसमा चाहिँ 250देखि 260को स्पिड कुदाइरहेको हुन्छ उनीहरूले। बवाल सी भ्यूहरू पनि क्या बवाल। यहाँनिर त्यो स्पोन्सरहरूकै आफ्नो स्टलमा आफ्नै गाडीहरूको सो देखाएर चाहिँ जहाँ चाहिँ इन्जिनहरू मोडिफाई गरेको हामीले देख्न सक्छौँ मुभीहरूमा, रेसिङ मुभीहरूमा देखाएको। त्यो त मुभी भयो, यहाँ चाहिँ उनीहरूको आफ्नै इन्जिनहरूको मोडिफाई टाइपको सो नै देखाएर थियो। र यहाँ चलिरहेको थियो चाहिँ यहाँ चाहिँ बाइक रेस चलिरहेको थियो। स्टन रेस भन्दा पनि स्टन चलिरहेको थियो। ठ्याक्कै यताबाट बाइक कुदाएर आएर ठ्याक्क उडाएर यो ट्रकमाथि उनीहरूले पुऱ्याइरहेको थियो। ठ्याक्क बसेर एकछिन हेऱ्यौँ, रमाइलो भइरहेछ। हो, आजको दिन चाहिँ रमाइलो चलिरहेछ। बवाल। त्यसपछि हामी गयौँ, उता रियल रेस चलिरहेछ। त्यसपछि हामी यहाँनिर
ठ्याक्कै एकजना साथीले भने कि यहाँ पनि रेस गर्न मिल्छ एज अ गेम। त्यो भेटायौँ। त्यहाँ चाहिँ ड्राइभ अ कार भन्ने रेस चलिरहेको छ, जहाँ चाहिँ $25 पर आवर खेल्न मिल्ने। म र चन्दाई ठ्याक्कै हामी रेस खेल्न छिर्यौँ। रेस खेल्दा सही मजा आउने कि यो रेसमा चाहिँ, जुन त्यो रेस सर्किटमा आफ्नै त्यो कारमै बसेर रेस खेलिरहेको छ वाला फिल आउने। जुन त्यो अब उहाँ चाहिँ सुरुमा कन्ट्रोल गर्न नआएर त्यहाँनिर हाम्रो दाइले जसले गेम ल्याउनु भएको थियो उहाँले सिकाउनु हुँदै थियो। त्यो स्ट्रिङ त्यति धेरै बटार्नु पर्दैन, त्यो भन्दा ब्यालेन्सै हुँदैन नि। सानो ट्र्याक हुन्छ, ट्र्याकमा अब यही ट्र्याक भनेको चाहिँ यो रियल ट्र्याक हो, यो बाथसको जुन अहिले रेस चलिरहेको त्यो ट्र्याकमा हामीले अहिले रेस चलेको हुनाले अहिले त पाउँदैन पब्लिकले कुदाउन। अन्त नर्मली हामीले कुदाउँदा 60 को स्पिडमा कुदाउने हो भने त्यही सेम सर्किटमा अहिले यो रेसै खेलिरहेको छ फेरि 260 250सम्म पनि स्ट्रिटमा हाल्नै सकिन्न क्या हामीले। तर रियलमा त्यो रेस चलिराख्दा चाहिँ त्यहाँको अहिलेको रेसरहरूले चाहिँ 260सम्म पुर्याएको हुन्छ कि त्यहाँ बोर्डहरूमा हेर्दाखेरि 237 260सम्मको स्पिडमा पुर्याएर उनीहरूले रेस खेलिरहेको हुन्छ। कसरी कुदाउँछ होला उनीहरूले। त्यही रेसको हामी यो सानो यो गेम खेल्दा त हामी कुदाउन सकिरहेको छैन, मैले कुदाउन सकेको छैन। बबाल गेम पनि भइयो, पैसा पनि तिरियो, बबाल भयो। तर माथिको एयर सो चाहिँ अझै सकिएको छैन। फाइनली आजको दिन सकियो, अब रेस पुग्यो आजलाई। अनि हामी जाँदैछौँ अब गाडी खोजेर बाटोमा घर जाँदै। यो सब गाडीहरूले हामीलाई गिभ अवे दिएर हामी आजको दिनलाई प्याक आउट गर्दै आजको दिन समाप्त हुन्छ। अब आनन्दले भात खाएर सुतेर। फाइनली बाई बाई, गुड नाइट, सी यू गाइस नेक्स्ट भिडियो।